नमस्कार, म निर्मल गौतम र विगत 12 वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पसमा टिचर असिस्टेन्टको रूपमा पढाउँदैछु र अरू विभिन्न कलेजहरूमा पनि विभिन्न फ्याकल्टीहरूमा चाहिँ पढाउँछु। र मैले आज चाहिँ स्पेसल्ली कुरा बीबीएस फर्स्ट इयरको विद्यार्थीहरूको आउँदै गरेको एक्जामिनेसन सम्भवतः अहिले फर्म खुलेर सकिसकेको छ र यसको एक्जामिनेसनको रुटिन साउनको अन्तिम अथवा चाहिँ भाद्र पहिलो हप्तादेखि सुरु हुन्छ र विभिन्न विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरूले आफूले लेख्नुपर्ने कुराहरू, विद्यार्थीले आफूले समावेश गर्नुपर्ने धारणाहरू, विद्यार्थीहरूले आफ्नो चाहिँ परीक्षामा दिन खोजेको कुरा तर परीक्षामा चाहिँ उनीहरूले दिन नसकेका कुराहरू समष्टिगत रूपमा सम्पूर्ण कुराहरूलाई चाहिँ समेटेर र विद्यार्थीहरूलाई केही सहयोग होस् र विद्यार्थीहरूको केही जिज्ञासाहरूलाई पनि मेट्न सक्ने उद्देश्यले चाहिँ मैले यो युट्युबलाई चाहिँ सुरुवात गरेको छु, युट्युब च्यानललाई। र सबैजना विद्यार्थीहरूले केही आफ्ना राय सल्लाहहरू, केही कुराहरू नबुझेको कुराहरू भए मलाई चाहिँ कमेन्ट बक्समा अथवा चाहिँ अरूमा आएर पनि सोध्न सक्नुहुन्छ। र स्पेसल्ली मैले चाहिँ आज बीबीएस फर्स्ट इयरको हामीसँग दुईटा बुकहरू छ। बुक 1 मा बिजनेस इङ्ग्लिस र बुक 2 मा चाहिँ प्याटर्न्स फर कलेज राइटिङ भन्ने छ। स्पेसल्ली दुईटा बुकहरूबाट चाहिँ 50-50 मार्क्सको एक्जामिनेसनमा सोध्छ, टोटल 100 मार्क्समा। र प्याटर्न्स फर कलेज राइटिङमा स्पेसली राइटिङ प्रोसेस र त्यसमा टाइप्स अफ एसेका कुराहरू त्यहाँ दिएको छ र अरू फर्मेटका कुराहरू त्यसमा छ भने स्पेसल्ली बिजनेस इङ्ग्लिसहरूमा चाहिँ अलिकति ग्रामेटिकल पोर्सन र त्यस्तै गरेर चाहिँ कम्युनिकेसनको पार्ट, ल्याङ्ग्वेजको पार्टहरू र मिडिया अथवा चाहिँ मिडिया टेक्स्टका कुराहरू, बिजनेस कम्युनिकेसनका कुराहरू, बिजनेस म्यासेजका कुराहरूलाई चाहिँ त्यहाँ जोड दिएको छ। र समग्रमा दुईटा बुकलाई हेर्दाखेरि एउटा चाहिँ स्पेसल्ली बिजनेस स्टुडेन्टको लागि चाहिँ यो भरपूर्ण रूपमा तयार गरिएको बुक हो। आज हामी स्पेसल्ली बीबीएस फर्स्ट इयरको बुक 1 र बुक 2 मध्येको मैले चाहिँ प्याटर्न्स फर कलेज राइटिङको पहिलो युनिट 1 द राइटिङ प्रोसेस टेक्स्टको बारेमा अलिकति तपाईँहरूलाई चर्चा गर्छु। आज स्पेसल्ली बीबीएस फर्स्ट इयरको प्याटर्न्स फर कलेज राइटिङको बारेमा थोरै चर्चा गर्छु। अहिले चाहिँ मैले यसको एउटा चाहिँ प्याटर्न्स फर कलेज राइटिङ भित्र के कुराहरू चाहिँ समावेश भएको छ त्यसको बारेमा चाहिँ एउटा सर्ट ब्रिफिङ जस्तो म तपाईहरुलाई जानकारी गराउँछु। र धेरै कुराहरू तपाईहरुलाई थाहा नहुन सक्छ। र हामीले प्याटर्न्स फर कलेज राइटिङमा दिएका टेक्स्टहरुमा हामीले धेरै टेक्स्टहरु नपढ्नु पर्ने हैन र एक्जाममा चाहिँ नसोधिने टेक्स्टहरु पनि छन्। हामीले केही टेक्स्टहरुलाई चाहिँ फिल्टर गरेर पढ्नु पर्ने हुन्छ। र पहिलो कलेज फर यो प्याटर्न्स राइटिङ बुकमा चाहिँ हाम्रो इन्ट्रोडक्सन पार्टमा हाउ टु युज दिस बुक भनेर दिएको छ। र यो हाउ टु युज दिस बुक भन्ने जुन युनिट छ त्यो युनिट चाहिँ हामीले यो प्याटर्न्स फर कलेज राइटिङ पढ्दाखेरि चाहिँ हामीले कसरी पढ्ने, के कुराहरूलाई चाहिँ विशेष त फोकस गर्ने, कसरी चाहिँ ती कुराहरूलाई हेर्ने भन्ने कुराहरू छ। त्यसमा चाहिँ रिडिङ रेस्पोन्सका कुराहरू हैन लगायत अरू कुराहरू चाहिँ छ। र हाम्रो स्पेसल्ली च्याप्टर 1 मा चाहिँ रिडिङ टु राइट बिकमिङ अ क्रिटिकल रिडर्स भनेर चाहिँ त्यहाँ दिएको छ। त्यो खासमा
हाम्रो यो हाउ टु बिकम अ क्रिटिकल रिडर्स भनेर भन्छ। जस्तो यो धेरैलाई चाहिँ क्रिटिकल भन्दा बित्तिकै चाहिँ अलिकति अप्ठ्यारो भन्ने टाइपको सोच आउँछ। यो खास के भने हामीले कुनै पनि टेक्स्टहरू पढ्दाखेरि अर्डिनरी टेक्स्ट अथवा अर्डिनरी कन्टेक्स्ट भन्दा अलिकति त्योभन्दा फरक पृथक तरिकाबाट चाहिँ हामीले कुनै पनि टेक्स्टहरूलाई चाहिँ एनालाइज गर्ने अथवा चाहिँ त्यसलाई सिन्थेसाइज गर्ने भन्ने बुझिन्छ। त्यो क्रिटिकल थिङ्कर्स भनेको जो चिज चाहिँ त्यहाँ के छैन, टेक्स्टभित्र छैन अथवा चाहिँ टेक्स्टभित्र नभएको अथवा टेक्स्टभित्र चाहिँ प्रेजेन्ट नगरेको नयाँ आइडियाहरूलाई चाहिँ बाहिर जेनेरेट गर्ने कुरालाई चाहिँ विशेषतः यसले चाहिँ क्रिटिकल थिङ्करको रूपमा चाहिँ जोड गरेको हुन्छ अथवा चाहिँ त्यो फोकस गरेको हुन्छ। र अर्को हामीले चाहिँ यसमा यो राइटिङ प्रोसेसको कुराहरू छ। र राइटिङ प्रोसेसको कुराहरूमा स्पेसल्ली हाम्रो 4वटा प्रोसेस हुन्छ। पहिलो प्री राइटिङ भन्छौँ हामीले, प्री राइटिङ अथवा चाहिँ त्यसलाई स्पेसल्ली इन्भेन्सन भनेर चाहिँ भन्ने गरिन्छ, इन्भेन्सन। दोस्रोमा अर्गनाइजेसन, इन्भेन्सन गरेका कुराहरूलाई चाहिँ कसरी अर्गनाइज गर्ने। र थर्ड पार्टमा चाहिँ हाम्रो ड्राफ्टिङ भनेर चाहिँ राखिएको छ, ड्राफ्टिङ। र हामीले चाहिँ अर्गनाइज गरेका कुराहरूलाई चाहिँ हामीले ड्राफ्टमा फर्स्ट ड्राफ्ट, सेकेन्ड ड्राफ्टमा कसरी चाहिँ लजिकल वेमा राख्ने अथवा लजिकल अर्डरमा राख्ने भन्ने कुराहरू त्यसमा छ। र हाम्रो फोर्थमा चाहिँ एडिटिङ एन्ड प्रुफ रिडिङ भनेर चाहिँ राखिएको छ। स्पेसली ड्राफ्टिङ एन्ड रिभाइजिङ अनि एडिटिङ एन्ड प्रुफ रिडिङ भनेर चाहिँ राखेको। यो खास यो के हो भने राइटिङ प्रोसेस हामीले कसरी अगाडि बढाउने अथवा चाहिँ राइटिङलाई चाहिँ कसरी अगाडि स्मुथली चाहिँ लान सकिन्छ भन्ने कुराहरूमा चाहिँ हाम्रो स्पेसल यो 4वटा कुराहरूलाई चाहिँ फोकस गर्नुपर्ने हुन्छ।